नमस्ते साथीहरू, आजको भिडियो रहेको छ हामीले सधैँ खाने गरेको नुडल्स मतलब चाउमिन हुनको लागि सबैभन्दा पहिला मैदा लिएर त्यो एउटा मसिनमा हालेर अनि त्यसलाई घुमाउने काम गरिन्छ। यसलाई राम्ररी घुमाएपछि त्यसलाई निकालेर अर्को ठाउँमा राखेर यसलाई थोरै पेल्नु पर्यो, मतलब सान्नु पर्यो राम्ररी। त्यसको लागि फेरि अर्को एउटा मसिनमा हालिदिन्छ अनि राम्ररी पेरेर मतलब 4-5 पल्ट पेरेर यसरी गएर अब त्यसपछि नेक्स्ट स्टेपको लागि अगाडि बढाइन्छ। यसरी गरेर ठुलो एउटा मतलब निकाल्छ पुरै राम्रो खाले अनि एउटा मसिनमा गोलो खाले बनाइन्छ पुरा रोल जस्तो। अनि त्यसपछि एउटा अर्को मसिनमा सेट गरिदिन्छ यसलाई काट्नको लागि। हेर्न सक्नुहुन्छ मस्तले चाउमिन कटिरहेको छ हाम्रो। अब यसलाई सुकाउनु पर्यो, त्यसको लागि एउटा सेप इक्वल सेपको काटेर अब त्यसलाई थोरै टाइमको लागि सुक्नको लागि छोडिदिन्छ। अब सुकेपछि यसलाई भइहाल्यो हाम्रो। सुकेपछि यसलाई सबैलाई निकालेर त्यसको एक्स्ट्रा पार्टलाई काटेर मस्त एउटा सेपमा हालेर मतलब इक्वल हालेर अनि यसलाई प्याकिङको